हेलो नमस्ते। र आज चाहिँ नि मलाई पुरा अल्छी लागेर चाहिँ अन्त के गरौँ भनेर मैले सोचेँ होइन। त्यहाँदेखि चाहिँ आज चाहिँ म अचार बनाउनु पऱ्यो न्युटेलाको भनेर चाहिँ मैले कहिले बनाएको छु नि त, ट्राई गर्नु पऱ्यो आज भनेर चाहिँ। त्यहाँदेखि देख्न सक्नुहुन्छ मैले सबैभन्दा पहिला चाहिँ बदामलाई ल्याएर फ्राई गरेँ होइन। बदाम फ्राई गरेँ, त्यहाँदेखि यसलाई एकछिन कुल हुनुलाई दिएँ। त्यहाँदेखि फेरि झिँगे माछालाई पनि मैले फ्राई गरेँ। झिँगे माछा चाहिँ तपाईँहरूले टाउको निकालेर फ्राई गर्नुहोस् होला होइन। मैले बनाएको चाहिँ थिइनँ, तर मैले सुनेर चाहिँ टाउको निकालेर त्यहाँदेखि त्यसलाई फ्राई गरिदिएँ झिँगे माछालाई। त्यहाँदेखि मैले यहाँनिर राखेँ। त्यहाँदेखि किनभने मलाई पुरा अल्छी लागेको थियो नि त, त्यही भएर चाहिँ आज चाहिँ किन ट्राई गर्दा कस्तो चाहिँ हुँदो रहेछ आफूले घरमा बनाउँदा भनेर चाहिँ मैले ट्राई गरेको। र न्युटेला चाहिँ मैले आधी किलो किनेको थिएँ, तर आधी किलो नै बनाइनँ मैले, किन अब पुरा टाइम उयो लाग्दो रहेछ कि काट्नु। अन्त त्यहाँदेखि चाहिँ मैले न्युटेला पनि फ्राई गर्नु थालेँ। त्यहाँदेखि यो अलिकति कुल भएर चाहिँ यता मैले यसको स्किनहरू पनि निकालेँ बदामको होइन। त्यहाँदेखि यो सबै फ्राई गरिसकेर चाहिँ त्यहाँदेखि तिलहरूलाई चाहिँ मैले रोस्ट गरेँ। तिललाई चाहिँ हल्का रोस्ट गर्नु पर्दो रहेछ होइन। अन्त त्यहाँदेखि रोस्ट गरिसकेर चाहिँ त्यहाँ मिक्स गर्दाखेरि उयो हुँदो रहेछ नि त। तपाईँले अब सपोज ग्राइन्ड गरेर यो रोस्ट गरिसकेर चाहिँ यसलाई ग्राइन्ड गरेर पनि हाल्नु सक्नुहुन्छ होइन। तर मलाई चाहिँ तिलको चाहिँ त्यो रोस्ट गरेको मन पर्दैन। तिल यसरी त्यो अचारतिर देख्छ नि, त्यस्तो मलाई मनपर्छ नि त। यो अलिकति खाँदाखेरि क्रन्ची पनि हुन्छ हो रोस्ट गरेको। अनि त्यही भएर चाहिँ मैले यहाँ तिललाई पनि रोस्ट गरेर चाहिँ मिक्स गरिदिएँ। त्यहाँदेखि बदाम पनि हालेँ। झिँगे माछा त मैले अलरेडी अगाडि नै हालेको थिएँ हो। त्यहाँदेखि यो उयो चाहिँदो रहेछ, यो म्याङ्गो पाउडर होइन, आमचुर पाउडर चाहिँदो रहेछ। त्यहाँदेखि आमचुर पाउडर लगाएँ। त्यहाँदेखि मैले हुचिङ लगाएँ। अब नानीले त खाने होइन, मैले मात्रै हो भनेर चाहिँ अन्त हुचिङ पनि मैले मजाले नै लगाएँ। त्यहाँदेखि म पिरो चाहिँ बेसी खाँदिनँ नि त, त्यही भएर मैले पिरो चाहिँ कम्ती नै हालेँ, जस्ट कलर अलिकति मात्रै त्यो देखोस् भनेर। अन्त अलिकति कलर चाहिँ हालेँ मैले। त्यहाँदेखि चाहिँ त्यो हालेर चाहिँ मैले मिक्स गरेँ। तपाईँहरू चाहिँ अब तपाईँलाई मनपर्छ भने चाहिँ पुरा तेल हालेर तपाईँले यसलाई मिक्स गर्नु सक्नुहुन्छ होइन। तर मलाई चाहिँ अलिक ड्राई गर्नु पऱ्यो भनेर मैले त्यस्तो तेल हालिनँ। त्यहाँदेखि मैले सल्टहरू हालेर यसलाई मिक्स गरेँ। त्यहाँदेखि यस्तो मिक्स गर्दाखेरि चाहिँ अलिकति पुरा ड्राई भएछ नि त। त्यहाँदेखि चाहिँ मैले हल्का यसमा अलिकति रिफाइन ओइल चाहिँ तताएर चाहिँ मैले यसलाई मिक्स गरिदिएँ। अन्त त्यहाँदेखि चाहिँ यतिको भयो। तर तपाईँहरूकोमा सपोज सामान चाहिँ सबै छ घरमा भने चाहिँ टाइम पनि नलाग्दो रहेछ हो। अब यो यति बनाउनुलाई त यस्तो मान्छेले बाहिर किन्छ होइन अल्छीले, तर मैले चाहिँ टाइम छ तपाईँहरूकोमा भन्दा चाहिँ छ भने चाहिँ घरमै बनाएको ठिक लाग्यो आफूले होइन। फ्रेस पनि सफा पनि होइन। अन्त अरूभन्दा पनि टाइम चाहिँ त्यस्तो नलाग्दो रहेछ सामान चाहिँ छ भने। मेरो चाहिँ यहाँ म जहाँ बस्छु त्यहाँ चाहिँ सबै अभाइलेबल पाउँछ सामानहरू, त्यही भएर चाहिँ मैले चाहिँ पाएँ पनि। अन्त मैले टेस्ट गरेँ, दामी पनि भएको थियो हो। अन्त फर्स्ट टाइम बनाएको र दामी थियो मैले। अन्त तपाईँले यस्तो गरेर स्टोर गरेर राख्नु सक्नुहुन्छ। अब यो त बिग्रिँदैन पनि होइन। तर मैले चाहिँ त्यस्तो तेल चाहिँ हालिनँ। र मेरो चाहिँ अचार पनि रेडी भयो। तपाईँले हेरिदिनु भएकोमा थ्याङ्क यू। बाई बाई आजलाई।